उहाँहरूले उठाइरहेको सुरुदेखि नै माग गरेको विषय चाहिँ त्यति बेला त पार्टी सभापति थुनामा पनि हुनुहुन्थ्यो, कार्यकारी सभापतिको भूमिकाको एउटा माग थियो। त्यसपछि भावी प्रधानमन्त्रीको माग थियो। पार्टीमा उज्यालो भन्ने नाम, राष्ट्रिय उज्यालो पार्टी अथवा कुनै ढङ्गले उज्यालो भन्ने नाम पार्टीको नाममा जोडियोस् भन्ने पनि उहाँहरूको प्रस्ताव थियो। सकिन्छ भने चुनाव चिन्ह बल्ब राख्न सकिन्छ कि भन्ने पनि प्रस्ताव थियो। त्यो बाहेक झन्डै 50% जति केन्द्रीय समिति र पदाधिकारीहरूसम्मको माग थियो। यी सबै मागहरूमा, धेरै मागहरूमा हामीले प्रधानमन्त्रीसम्मको कुरा अथवा चाहिँ उपाध्यक्षमा, उपसभापतिमा पनि 1 नम्बर वरियतासम्मका विषयहरू चाहिँ हामी सोच्न सक्छौँ। तर चुनाव चिन्ह नै परिवर्तन हुने, नाम नै परिवर्तन हुने, सभापति नै परिवर्तन हुने विषयहरू चाहिँ अहिलेको लागि अराजनीतिक हुन्छ, अपरिपक्व हुन्छ। किन रवि लामिछानेले भर्खर बनाएको पार्टी